हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो हिजोको भिडियो। अनि मसँग चाहिँ बेबी सारा थियो। अनि हिजो बेबी सारा म खानासाना पकाएर खाएँ। अनि नानीलाई पनि आफै खानुपर्छ भनेर मैले सिकाएँ। त्यसपछि गएर हामी दुईजनाले एउटा अर्डर चाहिँ रेडी गरेँ। अन्त मेरो साथी लिन आएको थियो। अनि ऊ पनि सानो बिजनेस गर्छ भनेर भन्यो, त्यही भएर। अनि त्यसपछि दिउँसो मैले अर्डर एउटा बनाएको थिएँ, नभएर भाइलाई पनि बोलाएँ। त्यसपछि भाइ र मैले यो सबै रेडी गरेँ, फोटोसोटो खिच्यौँ। त्यसपछि भाइ र म चाहिँ सेपरेट डेलिभरीको लागि मास्तिर लाग्यौँ। अनि त्यहाँ गएर चाहिँ त्यो बहिनीले एकछिन कुरेको थिएँ। त्यसपछि हामी दुईजना चाहिँ किन चटपटे खाने भनेर गयौँ। त्यसपछि त्यहाँ मेरो साथी पनि आएपछि हामी तिनजना चाहिँ त्यहाँ गएर चटपटे खाना रेडी भयौँ। अनि त्यसपछि आन्टीले चटपटे ल्याइदिनु चाहिँ हामी तिनजना चाहिँ चटपटे खाएँ। त्यसपछि गएर अनि हामीले त्यहाँ पानीपुरी पनि मगाएको थियौँ। एकदम रमाइलो भयो। आफ्टर लङ टाइम थियो, हामी साथीभाइ चाहिँ बाहिर गएको थियौँ हामी। अनि त्यसकै क्रममा चाहिँ मेरो स्टुडेन्टहरू पनि आएको थियो, चटपटे खाना आएको थियो उनीहरू। अनि हामीले उनीहरू पनि खुवाइदियो चटपटे। त्यसपछि पानीपुरी पनि खायौँ हामीले। यस्तो मिठो थियो पानीपुरी। त्यसपछि हामी घरतिर लाग्यौँ। फेरि बेलुकातिर फेरि चिया खानलाई हामी 7 बजीतिर लाग्यौँ साथीहरू। आज चाहिँ हामी अर्ग्यानिक टी खाने भनेर मास्टर गयौँ। एकदम मिठो थियो चिया चाहिँ। हजुरहरू पनि भन्न सक्नुहुन्छ, एकदम रिजनेबल प्राइस छ त्यहाँको चाहिँ। फर्स्ट टाइम गएको हाम्रो भाइ चाहिँ। अनि त्यसपछि हाम्रो चाहिँ सेकेन्ड टाइममा सिङ्गापुरमा चाहिँ यहाँ चाहिँ यस्तो अर्ग्यानिक टीहरू पाउँछ, सबै सामानहरू। टोपिस बनाउनु छ त्यहाँ चाहिँ। अनि त्यहाँ गएर हामीले फोटोसोटो खिच्यौँ चिया खाएर। अनि हामी चाहिँ घरतर्फ लाग्यौँ।